So hello everyone, welcome to Suba Academy. आज हामीले क्लास 10 को केमिस्ट्रीबाट एउटा टपिक लिएर आएका छौं, क्लासिफिकेसन अफ एलिमेन्ट्स। र त्यो क्लासिफिकेसन अफ एलिमेन्ट हामी सुरु गर्न गएका छौं। क्लासिफिकेसन अफ एलिमेन्टमा पहिलो टपिक छ एलिमेन्ट्स। त एलिमेन्ट्स भनेको के हो त? एलिमेन्ट्स a pure substance made up of only one kind of atom and cannot be broken down into simpler substance by chemical means. मतलब यसले भन्न खोजेको के हो भनेपछि एलिमेन्ट्स भनेको त्यस्तो प्योर सब्स्टेन्स हो जो एउटा काइन्डको मात्र एटमले बनेको हुन्छ। एउटा काइन्डको मात्र एटमले बनेको हुन्छ र त्यसलाई टुक्र्याउन सकिदैन। त्यो सब्स्टेन्स भनेको एटम एलिमेन्ट हो। त एलिमेन्टमा हामीले याद राख्नुपर्ने कुरा के हो भनेपछि एलिमेन्ट कन्टेन्स सेम टाइप अफ एटम। एलिमेन्टमा सेम टाइप अफ एटम हुन्छ। त्यसपछि इट इज अ प्योर सब्स्टेन्स, इम्प्युरिटिज केही हुँदैन। त्यसपछि इट क्यान नट बी डिकम्पोज बाई एनी केमिकल रियाक्सन। कुनै पनि केमिकल रियाक्सनले यसलाई डिकम्पोज गर्न सक्दैन। इक्जाम्पलको लागि हाइड्रोजन, अक्सिजन, कार्बन, आइरन अनि एक्स्ट्रा यो भनेको एलिमेन्ट हो। दोस्रोमा एलिमेन्ट 118 वटा 118 एलिमेन्ट्स आर डिस्कभर्ड टिल डेट हैन। आजको दिनसम्म टोटल 118 वटा एलिमेन्टहरू डिस्कभर भएका छन्। जसमध्ये 92 एलिमेन्ट्स आर नेचुरल like hydrogen, helium, mercury, gold, silver, aluminium and extra. त्यसपछि 26 elements are artificial like americium, curium, radium। यिनीहरू भनेको ल्याबोरेटरीमा प्रिपेयर भएको आर्टिफिशियल एलिमेन्टहरू हो। त हामीले एलिमेन्टहरूलाई क्लासिफाई त गर्यौं, तर किन गर्यौं त? एलिमेन्टहरूलाई क्लासिफाई किन गर्यौं भनेपछि जस्तै पछि गएर एलिमेन्टहरू धेरै डिस्कभर भए अनि धेरै एलिमेन्ट डिस्कभर हुँदा के भयो भने चाहिँ उनीहरूको एलिमेन्टहरूको स्टडी गर्न गाह्रो पर्यो। त्यसैले एलिमेन्टहरूलाई इन्डिभिजुअली स्टडी गर्न गाह्रो भएको हुनाले के गर्यो त एलिमेन्टलाई क्लासिफाई गर्यो एउटा सिस्टमेटिक वेमा। मेन रिजन के हो भनेपछि पोइन्टमा भन्ने हो भनेपछि मेन रिजन एक नम्बरमा लार्ज नम्बर अफ एलिमेन्ट्स वेयर डिस्कभर्ड, के धेरै एलिमेन्टहरू डिस्कभर भए। दोस्रो नम्बरमा के स्टडिङ इच एलिमेन्ट सेपरेटली वाज कन्फ्युजिङ। हरेक एलिमेन्टको अलग स्टडी गाह्रो परिरहेको थियो। 118 एलिमेन्ट्स अलग स्टडी गर्नु भनेको इट्स टु मच डिफिकल्ट जब हैन। त्यसपछि सम एलिमेन्ट्स सो सिमिलर फिजिकल एन्ड केमिकल प्रोपर्टिज। त्यति मात्र थियो र धेरै त थियो, त्यो मध्ये पनि कसैको के प्रोपर्टिजहरू सिमिलर थियो। लाइक हामीले हेर्ने हो भने चाहिँ अल्काली मेटल्सहरूको सबै प्रोपर्टिजहरू सेम हुन्छ। के हाइड्रोजन, लिथियम, सोडियम अनि पोटासियम यिनीहरू के हुन्छ केमिकल र फिजिकल प्रोपर्टिजहरू सेम हुन्छ भनेपछि एलिमेन्टहरूको फिजिकल र केमिकल प्रोपर्टिज सेम भयो। त्यसैले पनि हामीले के भन्यौं क्लासिफाई गर्यौं। त्यसपछि क्लासिफिकेसन हेल्प टु कम्पेयर प्रोपर्टिज अफ एलिमेन्ट। क्लासिफिकेसनले एलिमेन्टहरूको प्रोपर्टिजलाई के गर्यो कम्पेयर गर्न हेल्प गर्यो। लाइक हाम्रो अल्कालाइन अर्थ मेटलको प्रोपर्टिजहरू समथिङ छ। त्यसपछि के भन्छ ट्रान्जिसन एलिमेन्टहरूको प्रोपर्टिजहरू अलग छ। त्यसपछि यहाँ आएर के भन्छ इनर्ट ग्यासहरूको के भन्छ प्रोपर्टिजहरू अलग छ। त्यसैले कम्पेयर गर्न पनि सजिलो भयो। त्यसपछि इट मेड द प्रेडिक्सन अफ प्रोपर्टिज अफ न्यू एलिमेन्ट इजियर। त जसो मेन्डेलिभले गरेथे, मेन्डेलिभले के गरेथे भने चाहिँ आफ्नो जति बेला क्लासिफाई गरेको थियो नि त त्यति बेला बीचमा खाली ठाउँहरू छोडेको थियो। किन खाली ठाउँ छोडेको थियो भनेपछि नयाँ एलिमेन्टहरूको प्रोपर्टिजहरूलाई गेस गरेर प्रिडिक्ट गरेर उनले के गरेथे राखिदिए थिए। लाइक एल्युमिनियमलाई गेस गरेथे, उनको त्यसको प्रोपर्टिजहरूलाई प्रिडिक्ट गरेथे र त्यो एलिमेन्ट आज एक्जिस्ट गर्छ, त्यसलाई ग्यालियम नामले चिनिन्छ। त्यसैले के भएको थियो भनेपछि क्लासिफिकेसन गर्दा नयाँ एलिमेन्टहरूलाई पनि इस्यु हुन सक्छ भन्ने टाइपको भएको थियो। एक लाइनमा भन्ने हो भनेपछि एउटा सिस्टमेटिक स्टडी र मिनिङफुल स्टडी गर्नलाई के गरेको त एलिमेन्टहरूलाई क्लासिफाई गरेको।
त्यहाँ हामी यहाँ हेर्न सक्छौँ मेन्डेलिभ पिरियोडिक टेबलमा। मेन्डेलिभ पिरियोडिक टेबलमा मेन्डेलिभ पिरियोडिक टेबल के भन्छ, तिमीहरूले देखेको र मैले देखाएको पिरियोडिक टेबल अलग अलग हुनसक्छ, किनभने चाहिँ मेन्डेलिभले आफैले पनि पिरियोडिक टेबल धेरैचोटि के गरेको छ, चेन्ज गरेको छ, धेरैचोटि अपडेट गरेको छ। किनभने चाहिँ त्यो आफूले जति आफूले पिरियोडिक टेबल बनाउने बेला जति इलिमेन्ट पत्ता लागेको थियो नि त, त्यति इलिमेन्टहरू के गरेको थियो, त्यति इलिमेन्टहरूको बनाएको थियो, पिरियोडिक टेबल बनाएको थियो। त्यसपछि इलिमेन्टहरू पत्ता लाग्दै गए, उसले आफ्नो पिरियोडिक टेबल थप्दै गयो। त्यसैले पनि तिमीहरूले हेरे मेन्डेलिभ पिरियोडिक टेबल र मैले यहाँ राखेँ मेन्डेलिभ पिरियोडिक अलिकता नमिल्न सक्छ, तर पनि मैले एउटा टेबल अफ 1871 को टेबल चाहिँ यहाँ के गरेको छु, राखिदिएको छु। मेन्डेलिभ पिरियोडिक टेबलको स्टेटमेन्ट हेर्ने हो भनेपछि मेन्डेलिभ पिरियोडिक ल स्टेट्स द्याट, मेन्डेलिभ पिरियोडिक लले के भन्छ भनेपछि फिजिकल एन्ड केमिकल प्रोपर्टिज अफ इलिमेन्ट आर पिरियोडिक फङ्सन अफ देयर एटमिक मास। भनेपछि एटमिक मास जसरी जसरी बढ्दै जान्छ एक सर्टेन पोइन्टमा पुगेपछि घुमेर आउँदा अर्को इलिमेन्टको एटमिक मास, त्यसपछिको एटमिक मासको इलिमेन्ट जुन छ त्यो इलिमेन्टको प्रोपर्टिजहरू के गर्छ, अलाइन गर्छ अरे। यहाँ हाइड्रोजन, त्यसपछि हिलियम, त्यसपछि लिथियम, यो थियो नि त। ल हाइड्रोजन त्यसपछि लिथियम, यो पिरियोडिक फङ्सन भयो भनेपछि यहाँ यो सर्टेन टाइम, यो सर्टेन ठाउँमा पुग्दा फेरि फर्केर के भयो, क्यारेक्टरिस्टिक्सहरू सिमिलर आयो, त्यसैले यो सेम ग्रुपमा राखियो। त्यसपछि बेसिस अफ क्लासिफिकेसन के थियो त मेन्डेलिभ पिरियोडिक टेबलको, इन्क्रिजिङ अर्डर अफ एटमिक मास थियो। एटमिक मासको आधारमा के गरेको थियो त, त्यसलाई क्लासिफाई गरेको थियो। त्यसपछि रोज एन्ड कलम्स सो द्याट इलिमेन्ट्स विथ सिमिलर प्रोपर्टिज फल इन सेम ग्रुप। यसरी टेबल बनाएको थियो कि एलिमेन्ट्सहरू सेम क्यारेक्टरिस्टिक भएको इलिमेन्ट्सहरू सेम ग्रुपमा परोस्, यसरी बनाएको थियो कि सेम ग्रुपमा पर्ने गरेर बनाएको थियो। फिचर्सहरू के थियो त, एक नम्बरमा त हरिजेन्टल रोज कल्ड पिरियड्स भनेर बनाएको थियो। त्यसपछि भर्टिकल कोलम्स थिए, भर्टिकल कोलम्सलाई ग्रुप बनाएको थियो। त्यसपछि इलिमेन्ट्स इन सेम ग्रुप सो सिमिलर क्यारेक्टरिस्टिक्स केमिकल प्रोपर्टिज, सेम केमिकल प्रोपर्टिज भएको इलिमेन्टहरू एउटै ग्रुपमा थियो। त्यसपछि भ्याकेन्ट स्पेस फर अनडिस्कभर्ड इलिमेन्ट भनेको के भनेपछि जसो यहाँ क्वेसन मार्कहरू छ नि, यसले के गरेको थियो भनेपछि मेन्डेलिभले आफूले पत्ता लागेका इलिमेन्टहरूलाई अलाइन गरेको थियो टेबलमा। त्यसपछि भ्याकेन्ट स्पेसहरू छोडेको थियो, किनभने जसो क्याल्सियम र टिटानियमको बिचमा के छ, क्वेसन मार्क छ, एउटा भ्याकेन्ट स्पेस छ। यानि कि क्याल्सियम पछि जुन क्यारेक्टरिस्टिकको इलिमेन्ट यहाँ हुनु पर्थ्यो नि, त्यो क्यारेक्टरिस्टिक भएको इलिमेन्ट पत्तै लागेको थिएन, त्यसपछिको पत्ता लागेको थियो। भनेपछि यो जुन भ्याकेन्ट स्पेस छ नि, यो स्पेस पनि उनले प्रोभाइड गरेको थियो। त्यसले गर्दा हामीले यसो इलिमेन्ट पत्ता लगाउनु छ भन्ने कुरा साइन्टिस्टहरूको दिमागमा आयो, प्रोपर्टिज यहाँ थाहा भयो कि उनीहरूलाई यो प्रोपर्टिज भएको इलिमेन्ट पक्कै पनि यहाँ हुनुपर्छ भन्ने। त्यो पछि गएर के पनि भयो, साँचो पनि भयो। सो के गरेको थियो त, स्पेस वेयर लेफ्ट फर अनडिस्कभर्ड इलिमेन्ट, त्यो के थियो त मेन्डेलिभ पिरियोडिक टेबलको फिचर्सहरू थियो। त फाइदाहरू के थियो त, कि फाइदाहरू पनि थियो, लाइक हेल्प इन सिस्टमेटिक क्लासिफिकेसन, सिस्टमेटिक स्टडी अफ एलिमेन्ट्स भनेको सुरु गर्ने व्यक्ति नै मेन्डेलिभ। त्यसपछि प्रोपर्टिज अफ अनडिस्कभर्ड इलिमेन्ट वेयर प्रिडिक्टेड, मैले भने जसरी जसो अब एका एल्युमिनियम भनेर एउटा के भनेको पत्ता नलगेकै इलिमेन्टको एका एल्युमिनियम भनेर नाम राखेर उनले के गरेको थियो भनेपछि यो इलिमेन्टको यो प्रोपर्टिजहरू हुन्छ भनेर प्रिडिक्ट गरेको थियो। र त्यो एका एल्युमिनियम भनेर जुन प्रोपर्टिजहरू डिस्कभर गरेको थियो नि, अहिलेको टाइममा त्यसलाई ग्यालियम भनेर चिनिन्छ। त्यसपछि सिमिलर इलिमेन्ट्स वेयर प्लेस इन सेम ग्रुप, एउटै ग्रुपमा प्लेस गरिएको थिए सिमिलर इलिमेन्ट्स।
the corrected atomic mass of it corrected atomic mass of सब एलिमेन्ट अगाडि पत्ता लागेका जुन एटोमिक मासहरू थिए नि त त्यसलाई पनि के गरेको थियो त करेक्ट गरेको थियो। त्यसपछि हाम्रो मोडर्न पिरियोडिक टेबल आउँछ। मोडर्न पिरियोडिक टेबल किन आयो भनेपछि मेन्डेलिभ पिरियोडिक टेबलले सबै कुरालाई के गर्यो सेटिस्फाई गर्न सकेन, त्यसैले मोडर्न पिरियोडिक टेबल आयो। लिमिटेसनहरू के थिए त मेन्डेलिभ पिरियोडिक टेबलका लिमिटेसनहरू? एक नम्बरमा पोजिसन अफ हाइड्रोजन वाज नट फिक्स्ड। हाइड्रोजनको पोजिसन फिक्स थिएन। किन थिएन हुन त मोडर्न पिरियोडिक टेबलमा पनि कन्ट्रोभर्सी छ हाइड्रोजनको, त्यसले गर्दा हाइड्रोजन इज अलवेज कन्ट्रोभर्सियल होइन। कहिलेकाहीँ ग्यासको प्रोपर्टिज देखाउँछ, अनि कहिलेकाहीँ अल्काली मेटलको प्रोपर्टिज देखाउँछ, कहिलेकाहीँ त्यहाँ गएर नन मेटलको प्रोपर्टिज पनि देखाउँछ। सो अहिले पनि कन्ट्रोभर्सी त छ, तर त्यहाँ पनि पोजिसन चाहिँ हाइड्रोजनको फिक्स थिएन। आइसोटोप्स कुड नट बी एक्सप्लेन, त्यहाँ आइसोटोपहरूलाई एक्सप्लेन गरेको थिएन। त्यसपछि आएर इन्क्रिज एटोमिक मास वाज नट स्ट्रिक्टली फलोड। आफैले रुल बनायो, आफैले फलो गरेन, त्यो भएको थियो। के भयो भनेपछि उसले आफैले रुल बनाएको थियो कि के हुनुपर्छ, एटोमिक मास इन्क्रिजिङ एटोमिक मासको अर्डरमा जानुपर्छ भनेर आफैले रुल बनाएको थियो। तर आफैले भोल्याट गरेर कोबाल्ट र निकलको प्लेसलाई के गर्यो त उसले चेन्ज गरिदियो। आफैले रुल बनायो, आफैले फलो गरेन, त्यो टाइपको भयो क्या त्यहाँ सिनेरियो। त्यसपछि आएर कज अफ पिरियोडिसिटी वाज नट एक्सप्लेन। पिरियोडिसिटी एलिमेन्टमा पिरियोडिसिटी किन आयो त? एक सर्टेन जस्तो हाइड्रोजन हिलियम लिथियम बेरिलियम गरेर जसरी यो हुन्छ नि त, जान्छ नि त, जसरी हाइड्रोजन त्यसपछि हिलियम त्यसपछि लिथियम आउँछ नि त, यो यहाँ एक सर्टेन पोइन्टमा पुगेर फेरि यहाँ किन आउँछ भन्ने कुरा उनले एक्सप्लेन गर्न सकेन। त्यसपछि आउँछ त्यो सबै कुराहरूको सोल्युसन बाई हेनरी मोस्लेले त्यो सबै कुरालाई सल्भ गरेर एउटा नयाँ पिरियोडिक टेबल बनाउँछ र त्यो पिरियोडिक टेबललाई मोडर्न पिरियोडिक टेबल भनिन्छ। मोडर्न पिरियोडिक टेबलमा 18वटा के छन् ग्रुपहरू छन् र 7वटा पिरियड्सहरू छन्। त्यसपछि हेर्ने भनेपछि यहाँ अल्काली मेटल्स, अल्कालाइन अर्थ मेटल्स, त्यसपछि यहाँ ट्रान्जिसन एलिमेन्ट, त्यसपछि यहाँ बोरोन फ्यामिली, त्यसपछि कार्बन, नाइट्रोजन, त्यसपछि अक्सिजन, क्लोरिन र यहाँ इनर्ट ग्यास भनेर यसरी ग्रुपहरू छन् मोडर्न पिरियोडिक टेबलमा। र यहाँ लेन्थेनाइट्स र एक्टिनाइट्स, यसलाई के भन्छ ट्रान्जिसन एलिमेन्ट भनिन्छ। मोडर्न पिरियोडिक टेबल वाज डेभलप आफ्टर द वर्क अफ हेनरी मोस्ले इन 1931। 1931 मा हेनरी मोस्लेद्वारा के भयो त मोडर्न पिरियोडिक टेबलको उत्पत्ति भयो भने उसले बनायो। ही सोड द्याट द एटोमिक नम्बर अफ एन इलिमेन्ट इज मोर फन्डामेन्टल देन एटोमिक मास। भनेपछि एटोमिक नम्बरको आधारमा हामीले इलिमेन्टहरूलाई राखेपछि बढी प्रिसाइज टेबल बन्छ भनेर उनले के गरे त पत्ता लगाए, देखाए र त्यही अनुसारको टेबल बनाए। on this basis element were arranged according to increasing atomic number। एटोमिक नम्बर बढेको आधारमा के गर्यो त उसले एलिमेन्टहरूलाई त्यहाँ सेट गरेर राख्यो र त्यसै टेबललाई आज हामीहरूले के भन्छौँ मोडर्न पिरियोडिक टेबल भन्छौँ। त्यसपछि मोडर्न पिरियोडिक ल भनेको के हो त? मोडर्न पिरियोडिक ल भनेको के हो त? मोडर्न पिरियोडिक लले के भन्छ भनेपछि द मोडर्न पिरियोडिक ल स्टेट द्याट द फिजिकल एन्ड केमिकल प्रोपर्टिज अफ एलिमेन्ट्स आर द पिरियोडिक फंक्शन अफ देयर एटोमिक नम्बर। एटोमिक नम्बरको आधारमा उनीहरूको पिरियोडिक फंक्शन चेन्ज हुन्छ रहेछ। एटोमिक नम्बर बढ्दै गयो र एलिमेन्टहरू फिलअप हुँदै गए, अनि एक सर्टेन पोइन्टमा गएर एटोमिक नम्बर त्यसपछिको एटोमिक नम्बर थपिँदै एलिमेन्टहरू गएर अझ यहाँ केमिकल प्रोपर्टिज के भयो म्याच भयो। त्यसपछि अझ आए, एटोमिक नम्बर बढ्दै गयो, एक सर्टेन नम्बरमा पुगेर एक नयाँ एटोमिक नम्बर बढ्दै गर्दा यहाँ आएर फेरि त्यहीँ गए। भनेपछि फिजिकल र केमिकल प्रोपर्टिज कसरी चेन्ज भइरहेको थियो भनेपछि एलिमेन्टहरूको एटोमिक नम्बरको आधारमा पिरियोडिक फंक्शन थियो। बुझ्नुभयो? सो त्यसपछि दिस मिन्स द्याट व्हेन एलिमेन्ट्स आर अरेन्ज इन इन्क्रिजिङ एटोमिक नम्बर, एटोमिक नम्बरलाई इन्क्रिजिङ एटोमिक नम्बर अनुसारले के गरेर एरेन्ज गर्यो भनेपछि के हुन्छ त देयर प्रोपर्टिज रिपिट एट रेगुलर इन्टरभल ड्यू टु रिपिटेसन अफ भ्यालेन्स सेल एन्ड इलेक्ट्रोनिक कन्फिगरेसन। उनीहरूको भ्यालेन्स सेल र इलेक्ट्रोनिक कन्फिगरेसन के हुन्छ त रिपिट भएर आउँछ र त्यसरी नै के हुन्छ पिरियोडिक फंक्शनमा पिरियोडिक टेबल बनाइएको हो। अब स्ट्रक्चर कस्तो छ त पिरियोडिक टेबलको? मोडर्न पिरियोडिक टेबलको स्ट्रक्चर कस्तो छ त? मोडर्न पिरियोडिक टेबल कन्सिस्ट अफ 7 हरिजेन्टल रोज। कतिवटा? 7वटा हरिजेन्टल रोज छन्। मोडर्न पिरियोडिक टेबलमा 7वटा हरिजेन्टल रोज छन्।
त्यसपछि इट कन्सिस्ट अफ 18 भर्टिकल्स, मैले अघि भने जस्तै 18वटा भर्टिकल कोलम्स छन् जसलाई के भनिन्छ, ग्रुप्स भनिन्छ। त्यसपछि एलिमेन्ट्स इन द सेम ग्रुप ह्याभ सेम नम्बर अफ भ्यालेन्सी, हरेक एक ग्रुपको इलिमेन्टहरूको सेम भ्यालेन्सी हुन्छ। अल्काली मेटल्सको 1, त्यसपछि अल्काइन अर्थ मेटलको 2, त्यसपछि 3, त्यसपछि 4, त्यसपछि कति त 5, त्यसपछि 4, त्यसपछि 3, त्यसपछि 2, त्यसपछि 1, यसरी गरेर के हुन्छ त भ्यालेन्सी हुन आउँछ। त्यसपछि एलिमेन्ट्स आर डिभाइडेड इन्टु एसपिडिएफ ब्लक्स, सरी देखेन अलि, एलिमेन्ट्स आर के भन्छ डिभाइडेड इन्टु एसपिडिएफ ब्लक्समा के गरे त एलिमेन्टहरू डिभाइड भए। अनि मेटल्स आर प्लेस्ड अन द लेफ्ट, नन मेटल्स आर प्लेस्ड इन द राइट, एन्ड मेटलोइड्स, यहाँ देखेन अलिले गर्दा, यहाँ मेटलोइड्स हो ल, मेटलोइड्स हो यो ठाउँमा, मेटलोइड्स आर इन बिट्विन। त्यसपछि हुन्छ वाइ मोडर्न पिरियोडिक टेबल इज प्रिफर्ड मोर ओभर मेन्डेली पिरियोडिक टेबल। किन मेन्डेली पिरियोडिक टेबललाई मान्छेहरूले धेरै रुचाउँछन् त, के छ मेन्डेली पिरियोडिक टेबलमा त्यसो? मोडर्न पिरियोडिक टेबल इज प्रिफर्ड मोर बिकज, किन भनेपछि इट इज बेस्ड अन एटमिक नम्बर विच इज मोर फन्डामेन्टल देन एटमिक मास। अहिले भनेको जस्तै एटमिक नम्बरको आधारमा बनाइएको छ र यो के छ, बढी फन्डामेन्टल छ, बढी प्रिसाइज छ एटमिक मास भन्दा। त्यसपछि इट एक्सप्लेन द कज अफ पिरियोडिसिटी अन द बेसिस अफ इलेक्ट्रोनिक कन्फिगरेसन, इलेक्ट्रोनिक कन्फिगरेसनको आधारमा के गर्छ तैँले पिरियोडिसिटीलाई एक्सप्लेन गर्न सक्छ। आइसोटोप्स अफ एलिमेन्ट क्यान बी प्लेस एट द सेम पोजिसन, हरेक एलिमेन्टको आइसोटोपहरू कहाँ राख्ने भने जहाँ एलिमेन्ट छ त्यहीँ राख्ने भन्ने कुरालाई पनि यसले के गर्छ, एक्सप्लेन गर्न सक्छ। मेन्डेली पिरियोडिक टेबलमा के थियो भनेपछि इन्क्रिजिङ मास नम्बर इन्क्रिज भएसँगै, मास नम्बर इन्क्रिज भएसँगै के गर्नु पर्थ्यो, हामीले राख्नु पर्थ्यो त हाइड्रोजनको त 3टा आइसोटोप छ, एउटाको मास 1 छ, 2 छ अनि 3 छ, भनेपछि हाइड्रोजन पनि एउटा बक्समा राख्न सकिएन मेन्डेलीको अनुसार। तर यहाँ हेर्ने भनेपछि एटमिक नम्बर त 1 छ, 3टा आइसोटोप्सको भनेपछि हामीले एउटै बक्समा 3टा आइसोटोपलाई राख्न सक्यौँ। त्यसैले पनि के गर्न सक्यौँ त हामीले आइसोटोप्स अफ एलिमेन्ट क्यान बी प्लेस इन सेम पोजिसन, एउटै पोजिसनमा राख्न सक्यौँ। त्यसपछि के हुनेछ, एनोमेलस पेयर्स लाइक कोबाल्ट एन्ड निकल आर करेक्टेड। अघि उसले आफैले रुल बनाएको थियो, आफैले भोलेट गरेको थियो त्यो रुललाई, तर यहाँ यो कुरालाई के गरेछ त एरेन्ज गर्न सकिया छ। त्यसपछि द पोजिसन अफ एलिमेन्ट इज मोर साइन्टिफिक एन्ड लोजिकल, यहाँ मोडर्न पिरियोडिक टेबलमा एलिमेन्टहरूको पोजिसन के छ त मोर लोजिकल र साइन्टिफिक छ। अब फाइदा के छ त मोडर्न पिरियोडिक टेबलको, मोडर्न पिरियोडिक टेबलको फाइदाहरू के छ त? प्रोभाइड्स अ क्लियर साइन्टिफिक बेसिस अफ क्लासिफिकेसन, यसले के गर्छ त साइन्टिफिक बेसिस दिन्छ क्लासिफिकेसनको, यो किन क्लासिफाई भयो भन्ने कुराको एक साइन्टिफिक प्रुफ दिन्छ यसले। त्यसपछि एक्सप्लेन्स पिरियोडिक ट्रेन्स इन प्रोपर्टिज अफ एलिमेन्ट्स, पिरियोडिक ट्रेन्स जुन छ एक पोइन्टमा गएर फेरि फर्केर त्यही जाने जुन ट्रेन्ड छ त्यसलाई पनि के गर्छ त एक्सप्लेन गर्छ। ओके, नाउ गर्छ। त्यसपछि पोजिसन अफ आइसोटोप इज जस्टिफाइड, मेन्डेली पिरियोडिक टेबलमा आइसोटोप कहाँ राख्ने पत्तै थिएन, यसले के गर्यो आइसोटोप यहाँ राख्ने भनेर पनि टुङ्गो लगायो। त्यसपछि हेल्प्स इन प्रिडिक्सन अफ प्रोपर्टिज अफ एलिमेन्ट, यसले के गर्यो त प्रोपर्टिज अफ एलिमेन्टहरू के गर्यो प्रिडिक्ट गर्न मद्दत गर्यो। इलेक्ट्रोनिक, अब आउँछ इलेक्ट्रोनिक कन्फिगरेसन अफ एलिमेन्ट्स अन द बेसिस अफ सबसेल, सबसेलको आधारमा एलिमेन्टहरू के इलेक्ट्रोनिक कन्फिगरेसन कसरी गर्ने। अगाडि त हामीले गर्थ्यौँ इलेक्ट्रोनिक कन्फिगरेसन कसरी गरेको थियो भनेपछि सर्कल 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 बनाएर यहाँ इलेक्ट्रोनहरू राखेर यसरी इलेक्ट्रोनिक कन्फिगरेसन बनाएको थियो। अब हामीले कसरी गर्छौँ भनेपछि द सिस्टमेटिक एरेन्जमेन्ट अफ इलेक्ट्रोन इन डिफ्रेन्ट सेल्स or orbits around the nucleus of an atom is called electronic configuration. इलेक्ट्रोनिक कन्फिगरेसन के हो भनेपछि एक सिस्टमेटिक एरेन्जमेन्ट अफ इलेक्ट्रोन्स इन डिफ्रेन्ट सेल्स, हरेक सेलमा एरेन्जमेन्ट अफ इलेक्ट्रोन अराउन्ड द के न्युक्लियस, न्युक्लियसको वरिपरि। लाइक यहाँ न्युक्लियस छ भनेपछि न्युक्लियसको वरिपरि सेल्सहरूमा इलेक्ट्रोनहरूलाई कसरी एरेन्ज गरेर राख्ने भन्ने जुन सिस्टमेटिक एरेन्जमेन्ट छ नि, एरेन्जमेन्ट हो, त्यही एरेन्जमेन्टलाई के भनिन्छ, इलेक्ट्रोनिक कन्फिगरेसन भनिन्छ। सेल भनेको के हो त? अब सेल भनेको सेल इज अ रिजन अराउन्ड द न्युक्लियस वेयर प्रोबेबिलिटी अफ फाइन्डिङ इलेक्ट्रोन इज हाई।
इच सेल इज फर्दर डिभाइडेड इन्टु सब सेल्स अर्बिटल्स भन्छ जसलाई सब सेल्स 11 12 मा गएपछि यो सब सेल रिलेटेड एउटा थ्योरी नै पढ्नुपर्छ एउटा पुरा च्याप्टर छ एटम रिलेटेड वेयर इलेक्ट्रोन्स आर मोर स्पेसली लोकेटेड सब सेल भनेको जस हो यो एउटा सेल छ यो सेललाई पनि डिभाइड गरेर भित्र सेल पनि डिभाइड भएर केमा डिभाइड हुन्छ सब सेल मिलेर सेल बने हुन्छ त सब सेल भनेको अझै प्रिसाइज लोकेसन अफ के भयो इलेक्ट्रोन कन्सेप्ट अफ सब सेल अर ओर्बिटलको कन्सेप्ट के हो त ओर्बिटल भनेको के हो त सब सेललाई पनि जुम गरेर हेर्यो भने त्योभित्र सब सेलहरू पाइन्छ इच मेन सेल इज डिभाइडेड इन्टु सब सेल के एसपिडिएफ गरेर सब सेलहरूमा डिभाइड भए हुन्छ दि सब सेल्स डिफर इन सेप्स एनर्जी एन्ड इलेक्ट्रोन होल्डिङ क्यापासिटिज लाइक के हेर्ने हो भनेपछि जसरी के सेल छ केएलएमएन गरेर हामीले पढेको थियौँ नि केएलएमएन गरेर हामीले जुन पढेको थियौँ नि के सेलभित्र एस सब सेल हुन्छ एल सब सेलभित्र एसपी सब सेल हुन्छ एस र पी सब सेल दुईवटा सब सेल हुन्छ त्यसपछि एम सब सेलभित्र एसपीडी सब सेल हुन्छ त्यसपछि एन सब सेलभित्र एसपीडीएफ चारवटा सब सेल हुन्छ र यो सब सेलहरू एस सब सेलले दुईवटा इलेक्ट्रोन होल्ड गर्न सक्छ पी सब सेलले छवटा इलेक्ट्रोन होल्ड गर्न सक्छ डी सब सेलले 10 इलेक्ट्रोन होल्ड गर्न सक्छ त्यसपछि एफ सब सेलले 14वटा इलेक्ट्रोन होल्ड गर्न सक्छ सब सेल्स प्रेजेन्ट इन डिफरेन्ट सेल्स सिमिलरली 5th 6th and 7th cells are also cells also contains SPDF सब सेल KLMN जुन छ नि चारवटा छन् नि यो चारवटा सेल बाहेक पनि जो 5th 6th 7th छ त्यसमा पनि त्यसले पनि के गर्छ SPDF लाई कन्टेन गर्छ के सब सेलको प्रिन्सिपल क्वान्टम नम्बर 1 यो प्रिन्सिपल क्वान्टम नम्बर भनेको के हो भनेपछि हामीले 11 मा गएर पढ्छौं यो के सब सेलमा एउटा मात्र हुन्छ के सेलमा एउटा मात्र सब सेल हुन्छ त्यसपछि एल सब सेलमा 2 को प्रिन्सिपल क्वान्टम नम्बर 2 र सब सेलको संख्या पनि 2 हुन्छ त्यसपछि एम को प्रिन्सिपल क्वान्टम नम्बर 3 सब सेल पनि SPDF एन मा 4 र सब सेलको संख्या पनि SPDF गरेर चारवटा सब सेल हुन्छ र इच सब सेलको आफ्नो इलेक्ट्रोन होल्डिङ क्यापासिटी हुन्छ हामीले के पढेको थियौं के मा कति इलेक्ट्रोन हुन्छ 2 इलेक्ट्रोन त्यसपछि एल मा कति इलेक्ट्रोन हुन्छ 8वटा इलेक्ट्रोन त्यसपछि एम मा कतिवटा इलेक्ट्रोन हुन्छ 8 भनेर पढेको थियौं तर 8 हुन्छ त बढी हुन्छ त कति हुन्छ 18 क्यापासिटी हुन्छ एम को त्यसै गरेर सो अन अगाडि जान्छ अब यहाँ हेर त मैले के भन्दै थिएँ एस सब सेलमा कति इलेक्ट्रोन अट्छ 2वटा के सब सेलमा 2वटा त्यसपछि एसपी पी मा कति अट्छ भन्ने थिएँ मैले 6वटा एस मा 2वटा भनेपछि टोटल कतिवटा 8वटा त एल मा 8वटा किन भएको रहेछ थाहा पायो 8 मा एल मा 8वटा इलेक्ट्रोन हुनुको कारण के रहेछ थाहा पायो 2वटा सब सेल रहेछ पी मा 6वटा अटाउने रहेछ र एस मा 2वटा अटाउने रहेछ त्यसैले के भयो त 8वटा इलेक्ट्रोन एल मा भयो त एम मा 18वटा इलेक्ट्रोन कसरी भयो त डी मा 10वटा अटाउँछ पी मा 6वटा अटाउँछ एस मा 2वटा अटाउँछ त्यसैले एसपीडी तीनटै जोडेर एम मा कतिवटा अटाउँछ त 18वटा इलेक्ट्रोन अटाउँछ भनेर यसरी यहाँबाट आएको ओके लेट्स गो फर्दर अगाडि जाँदा म्याक्सिमम नम्बर अफ इलेक्ट्रोन इन इच सब सेल मैले अहिले बताइसकेको कुरा सब सेल एस को नाम शार्प हो 2वटा इलेक्ट्रोन अटाउँछ पी को नाम प्रिन्सिपल हो 6वटा इलेक्ट्रोन अटाउँछ डी को नाम डिफ्युज हो 10वटा इलेक्ट्रोन अटाउँछ एफ को नाम फन्डामेन्टल हो र 14वटा इलेक्ट्रोन अटाउँछ एस को सेप सर्कल स्फेरिकल हुन्छ पी को सेप डम्बेल हुन्छ डी को सेप डबल डम्बेल हुन्छ डी को चाहिँ के हुन्छ अनडिटरमाइन्ड कम्प्लेक्स सेप हुन्छ त्यसपछि अबाउ प्रिन्सिपल हुन्छ हामीले एसपीडीएफ त थाहा पायौं सब सेल त थाहा पायौं त कसरी राख्ने त सब सेललाई इलेक्ट्रोनिक कन्फिगरेसन कसरी गराउने त अबाउ प्रिन्सिपल अनुसार गराउने अबाउ प्रिन्सिपलले के भन्छ भनेपछि बढ्दै एनर्जी लेभल जसरी बढ्छ नि एनर्जी लेभल जुन तरिकाले बढ्छ नि त्यो तरिकाले इलेक्ट्रोनहरूलाई फिल गर्दै जाने सबभन्दा लोएस्ट एनर्जी लेभलमा पहिला इलेक्ट्रोन भर्ने त्यसपछि माथिको एनर्जी लेभलमा अर्को इलेक्ट्रोन भर्ने त्यसपछि माथिको लेभलमा गर्दै बढ्दै गएको एनर्जी लेभलमा के गर्ने इलेक्ट्रोनहरू फिल गर्ने भनेर भन्छ त यहाँ एउटा सानो डायग्राम छ क्रस डायग्राम यो क्रस डायग्रामले हेरेर हामी भन्न सक्छौं कुन तरिकाले हामीले इलेक्ट्रोनिक कन्फिगरेसन गर्ने जस्तै हामीले यहाँ देखाएको छ हाइड्रोजनको 1s1 हुन्छ हाइड्रोजनमा कतिवटा इलेक्ट्रोन हुन्छ एउटा मात्र इलेक्ट्रोन हुन्छ हाइड्रोजनमा कतिवटा इलेक्ट्रोन हुन्छ एउटा मात्र हुन्छ सो हाइड्रोजनको 1s1
त्यसपछि 1s1 पछि के आउँछ 2s1, 2s पछि 2p, त्यसपछि 3s, 3s पछि 3p, 4s, त्यसपछि 4s पछि 3d, 3d अगाडि आउँदैन, 4s आउँछ, त्यसपछि 3d आउँछ, एनर्जी लेभलको आधारमा गरेको। ओके, यसरी भर्ने यो नभरेर यसलाई याद गर्ने छोटो तरिका छ। मैले पढ्दा एउटा सरले मलाई सिकाउनु भएको थियो। कुन तरिका भनेपछि स्कुल स्कुल पब्लिक स्कुल पब्लिक स्कुल, म दार्चुलाको मान्छे, दार्चुला पब्लिक स्कुल, दार्चुला पब्लिक स्कुल, यसरी गर्दै जाने। त्यसपछि नम्बरिङ चाहिँ 1 2 2 3 3 4 3 4 5। कसरी त स्कुल स्कुल पब्लिक स्कुल दार्चुला पब्लिक स्कुल भयो। यतिसम्म गरेपछि हामीले के गर्छौँ, क्लास 10 को लागि इनफ हुन्छ। त स्कुल स्कुल पब्लिक स्कुल दार्चुला पब्लिक स्कुल, यहाँ दार्चुला पब्लिक स्कुल, यो तरिकाले ज्यादा हामीले इलेक्ट्रोनिक कन्फिगुरेसन गर्न सजिलो हुन्छ। कुन सब्जेक्टमा कति इलेक्ट्रोन पर्छ भनेर जानेपछि हामीले यसरी गर्न सकिन्छ। नम्बरिङ कसरी गर्ने भनेपछि 1 2 2 3 3 4 3 4 5 4 5 6 1 2 1 2 2 3 3 4 3 4 5 अनि 4 5 6 गरेर हामीले यसरी गर्दा यसरी इलेक्ट्रोनिक कन्फिगुरेसन अगाडि बनाउन सक्छौँ। नत्र हामीले यो फिगर याद गर्दा पनि हुन्छ, नत्र यो ट्रिक याद गरेर स्कुल स्कुल पब्लिक स्कुल दार्चुला पब्लिक स्कुल दार्चुला पब्लिक स्कुल भनेर हामीले यो ट्रिक पनि याद गर्न सक्छौँ। यसरी इलेक्ट्रोनिक कन्फिगुरेसन गर्ने यहाँ मैले फिगरमा राखिदिएको छु। इलेक्ट्रोनिक कन्फिगुरेसन तिमीहरूको बुकमा पनि होला। ओके, अब नेक्स्ट मेन क्यारेक्टरिस्टिक अफ मोडर्न पिरियोडिक टेबल। मोडर्न पिरियोडिक टेबलको क्यारेक्टरिस्टिक्सहरू हेरौँ। यो इक्जाममा भन्नुहुन्छ ल, मोडर्न पिरियोडिक टेबलको क्यारेक्टरिस्टिक भनेको एसई इक्जाममा पनि सोधिन्छ। ग्रुप क्यारेक्टरिस्टिक, ग्रुपको क्यारेक्टरिस्टिक हामीले के गरेका छौँ त, इच ग्रुपको क्यारेक्टरिस्टिकहरू हामीले यहाँ देखाउँदैछौँ। भर्टिकल कोलम्स अफ मोडर्न पिरियोडिक टेबल्स आर ग्रुप भनेको के हो भनेपछि जुन भर्टिकल कलम्स छ मोडर्न पिरियोडिक टेबलमा त्यो भनेको के हो त, ग्रुप हो। देयर आर 18 ग्रुप्स, 18वटा ग्रुप छन्। बट फर क्लास 10 मेजर एम्फेसाइज ग्रुप्स अफ ग्रुप IA टु ग्रुप VIIA भनेर कतिवटा ग्रुप 10वटा मेजर ग्रुप बनाइएको छ, जुनभित्र एउटै ग्रुपभित्र पनि के गर्छ धेरै ग्रुपहरू आउन सक्छन्। मेजर ग्रुप बनाएको छ, टोटल 18 भए पनि। ग्रुप IA यहाँ कुन इलिमेन्टहरू पर्छ त, अल्काली मेटल्सहरू पर्छ। ग्रुप IA भनेको सुरुको जुन छ नि, सुरुको ग्रुप्स लिनाके रुबी से फ्रेन्डसिप भनेर हाम्रो कुनै सरले सिकाएको होला। के लिथियम सोडियम पोटासियम रुबिडियम सिजियम फ्रेन्सियम पनि हुन्छ। यसलाई फ्रेन्डसिप भनेर यहाँ के भन्छ निमोनिक्समा मैले पढ्दा त्यसरी पढेको थिएँ, मैले पनि युट्युबबाट पढेको। ग्रुप आईलाई अल्काली मेटल भनिन्छ र अल्काली मेटल्सहरू त्यो ग्रुपमा के छ भनेपछि लिथियम सोडियम पोटासियम रुबिडियम सिजियम फ्रेन्सियम र टपमा हाइड्रोजन पनि छ। त्यसपछि के अरू क्यारेक्टरिस्टिक्स छ भनेपछि 1 इलेक्ट्रोन इन आउटरमोस्ट सेल, यिनीहरूको आउटरमोस्ट सेलमा के हुन्छ एउटा इलेक्ट्रोन हुन्छ। भ्यालेन्सी 1 हुन्छ। यिनीहरू हाइली रिएक्टिभ मेटल्स हो, सबैभन्दा धेरै रिएक्टिभ मेटल्सहरू अल्काली मेटल्सहरू। ओके, सफ्ट एन्ड लाइट मेटल्स, सफ्ट र लाइट मेटल्स हो। सोडियम हामीले गरेपछि के हुन्छ गर्न सक्छौँ। 11 क्लासमा गएपछि हामीले सोडियमसँग रिलेटेड के एक्सपेरिमेन्ट गर्नुपर्ने हुन्छ। त्यति बेला हामीले सोडियम समात्न मिल्छ। वेट ह्यान्डले समात्न मिल्दैन किनभनेपछि एक्सप्लोजिभ नेचरको हुन्छ, भेरी रिएक्टिभ हुन्छ। त्यसैले हामीले पेपरमा समात्न मिल्छ र यसरी गरेपछि सोडियमलाई भेरी सफ्ट हुन्छ, यसरी के हुन्छ मसल्न सकिन्छ सोडियमलाई। त्यसै गरी के हुन्छ भनेको छ त लाइट एन्ड सर्ट मेटल्स हुन्छ भनेको छ। फर्म बेसिक अक्साइड एन्ड अल्कलाइन सोल्युसन, यसले के गर्छ त बेसिक अक्साइडहरू बनाउँछ र अल्कलाइन सोल्युसनहरू पनि बनाउँछ। धेरै रिएक्टिभ हुन्छ यो मेटलहरू। हामी ट्रेन्ड्समा पढ्ने नै छौँ, पछि हामी के भन्छ रिएक्टिभिटी ट्रेन्ड्स अनि यताउति पढ्ने छौँ लास्ट क्लासमा, जुन इक्जामको लागि पनि एकदमै इम्पोर्टेन्ट छ। त्यहाँ मैले राम्ररी एक्सप्लेन गरिदिन्छु। ओके, सो अब ग्रुप आईआईएलाई के भन्छ अल्कलाइन अर्थ मेटल, जो सेकेन्डमा ग्रुप थियो नि, सेकेन्ड ग्रुप थियो नि जुन, त्यसलाई के भन्छ अल्कलाइन अर्थ मेटल भन्छ। त्यहाँ के हुन्छ भनेपछि बेरिलियम म्याग्नेसियम क्याल्सियम स्टोन्सियम र बेरियम भनेर इलिमेन्टहरू आउँछ। यसलाई मैले निमोनिक्समा पढ्दा कसरी पढेको थिएँ भनेपछि बेटा मागा कार स्कुटर बाप राजी या रोया भन्ने पढेको थिएँ। रोडियम बनाउँछ, यहाँ रोडियम मैले इक्जाम्पलमा राखेको छैन, रोडियम बनाउँछ। बेटा के त बेटा मागा कार
बेटा मागा कार स्कुटर बाप रोया भनेर मैले याद गर्दा चाहिँ त्यसरी याद गरेको थिएँ। बेरिलियम म्याग्नेसियम क्याल्सियम स्टोन्सियम बेरियम रोडियम भनेर एलिमेन्टहरूको नाम चाहिँ मैले याद गरेको थिएँ। त्यसपछि क्यारेक्टरिस्टिक हेर्ने भनेपछि भ्यालेन्स सेलमा यानि कि आउटर मोस्ट सेलमा कतिवटा इलेक्ट्रोन हुन्छ, 2वटा इलेक्ट्रोन हुन्छ, भ्यालेन्स इलेमेन्ट 2 हुन्छ। यिनीहरू अल्काली मेटलभन्दा के कम रिएक्टिभ हुन्छ। त्यसपछि हार्डर एन्ड डेन्सर हुन्छ, अलि हार्ड हुन्छ यिनीहरू अल्काली मेटलभन्दा। त्यसपछि फर्म बेसिक अक्साइड, यिनीहरूले बेसिक अक्साइड। हुन त मेटलहरूले बढी जसो बेसिक अक्साइड नै बनाउँछ होइन, अक्साइड फर्म गर्नु पऱ्यो भने मेटलले के गर्छ त बेसिक अक्साइड नै बनाउँछ मेटलले। ओके, बेसिक अक्साइड नै बनाउँछ। त्यसपछि ग्रुप आइआइए, ग्रुप आइआइआईएमा के छ भनेपछि ग्रुप 13 भन्छ यसलाई, बोरोन फ्यामिलीमा बोरोन, एल्युमिनियम, ग्यालियम, इन्डियम, थ्यालियम। अब यसलाई मैले निमोनिक्समा याद गर्दा के कसरी याद गरेको थिएँ भनेपछि ब्रिङ आलु गाजर इन थाली भनेर मैले याद गर्ने बेला याद गरेको थिएँ। बोरोन, एल्युमिनियम, ग्यालियम, इन्डियम, थ्यालियम भनेको बोरोन फ्यामिलीको इलिमेन्टहरू हो। यसको भ्यालेन्स सेलमा 3वटा इलेक्ट्रोन हुन्छ, भ्यालेन्स सेलमा 3वटा इलेक्ट्रोन हुन्छ र भ्यालेन्स यसको 3 हुन्छ। भ्यालेन्स सेलमा 3वटा इलेक्ट्रोन, यसको भ्यालेन्स 3। बोरोन इज अ मेटलोइड, अदर आर मेटल। यो फ्यामिलीमा बोरोन मात्र मेटल हो, अरू सबै के हो त सरी बोरोन भनेको मेटलोइड हो र अरू सबै चाहिँ के हो भनेपछि मेटल्सहरू। ओके, सोच बोथ मेटालिक एन्ड नन मेटालिक प्रोपर्टी। बोरोन फ्यामिलीमा भएको इलिमेन्टहरूले मेटालिक प्रोपर्टिज पनि देखाउँछ, नन मेटालिक प्रोपर्टिज पनि देखाउँछ। ओके, त्यसपछि ग्रुप आइभिए यानि कि ग्रुप 14, यसलाई कार्बन फ्यामिली भन्छ। ग्रुप 14लाई के भन्छ? कार्बन फ्यामिली भन्छ। यहाँ कार्बन, सिलिकन, जर्मेनियम अनि टिन र लिड गरेर यसरी कार्बन फ्यामिलीको नामहरू छ। अनि यसको भ्यालेन्स सेलमा जुन छ लास्ट सेल छ त्यहाँ भ्यालेन्स सेलमा 4वटा इलेक्ट्रोनहरू हुन्छ। यसको भ्यालेन्स 4 हुन्छ। इन्क्लुड नन मेटल्स, मेटलोइड एन्ड के मेटलोइड्स एन्ड मेटल, 3वटै पर्छ। कार्बन, नन मेटल, त्यसरी गरी सिलिकन र जर्मेनियम चाहिँ के भन्छ मेटलोइड, अनि टिन र लिड भनेको सर्ट मेटल। ओके, अनि सो भेरिएबल बोन्डिङ नेचर, यसले के गर्छ त भेरिएबल बोन्डिङ नेचरलाई देखाउँछ। हाम्रो नेक्स्ट छ ग्रुप भिए यानि ग्रुप 15, यसलाई नाइट्रोजन फ्यामिली भन्छ। नाइट्रोजन फ्यामिली नाइट्रोजन, फस्फोरस, आर्सेनिक अनि के भन्छ एन्टिमोनी र बिस्मुथ भनेर इलिमेन्टहरू के गर्छ पर्छ यहाँ। अनि यसको भ्यालेन्स सेलमा 5वटा इलेक्ट्रोन हुन्छ, भ्यालेन्स 3 और 5 दुवै भन्न सकिन्छ। रिएक्टिभिटी डिक्रिजेस डाउन द ग्रुप, यो के हुन्छ ट्रेन्डहरू म अहिले लास्टमा गएर हेराउँछु। सो बोथ मेटालिक एन्ड नन मेटालिक प्रोपर्टिज, यसले मेटालिक र नन मेटालिक दुवैको प्रोपर्टिजहरू देखाउँछ। त्यसपछि आउँछ ग्रुप भिआइए, ग्रुप 16, यसलाई अक्सिजन फ्यामिली भनिन्छ। अक्सिजन फ्यामिलीमा अक्सिजन, सल्फर, सेलेनियम, टेलिनियम र पोलोनियम भनेर इलिमेन्टहरू पर्छ। के भन्छ यसको भ्यालेन्स सेलमा 6वटा इलेक्ट्रोन हुन्छ र भ्यालेन्स 2 हुन्छ। मोस्टली नन मेटल हुन्छ एन्ड फर्म एसिडिक अक्साइड, यसले के गर्छ त एसिडिक अक्साइडहरू फर्म गर्छ। त्यसपछि आउँछ ग्रुप भिआइआइए 17 भन्छ, यसलाई हेलोजन ग्रुप भन्छ। यो इलिमेन्टहरू हुन्छ क्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन, एस्टेडिन भनेर के हुन्छ हेलोजन फ्यामिली हुन्छ। हेलोजन फर्मिङ, यसले के गर्छ मेटलसँग अल्काली मेटलसँग रिएक्सन गरेर सल्ट फर्म गर्छ। लाइक सोडियमसँग एनएसँग सिएलले रिएक्ट गरेर के भन्छ NaCl, यसलाई खाने नुन भन्छ। यसरी नै के गर्छ यसले अल्काली मेटलसँग रिएक्सन गरेर के गर्छ सल्ट फर्म गर्छ। यसको भ्यालेन्स सेलमा 7वटा इलेक्ट्रोन हुन्छ, भ्यालेन्स 1 एन्ड हाइली रिएक्टिभ नन मेटल्स। अल्काली मेटल भनेको जो सोडियम थियो, अल्काली मेटल भनेको हाइली रिएक्टिभ मेटल्स, अनि हेलोजन्स भनेको हाइली रिएक्टिभ नन मेटल्स। एन्ड यसले के गर्छ त मेटलसँग सल्ट फर्म गर्छ। लास्ट ग्रुप यसलाई के भन्छ नोबेल ग्यासेस अर इनर्ट ग्यासेस भन्छ। 18 ग्रुप नम्बर 18 भिआइआइए। योमा इलिमेन्टहरू के पर्छ भनेपछि हिलियम, नियोन, आर्गन, क्रिप्टन, जेनन, रेडन भनेर इलिमेन्टहरू पर्छ। ह्याभ कम्प्लिटली फिल्ड भ्यालेन्स सेल, यसको के हुन्छ भनेपछि भ्यालेन्स सेल कम्प्लिटली फिल हुन्छ, त्यसैले यसले रिएक्सन गर्दैन, इनएक्टिभ हुन्छ। यो रिएक्सनहरू पढ्छौँ हामी क्लास 12-11मा गएर यसको, तर यसलाई रिएक्सन गराउन पनि के गराउनुपर्छ, धेरै एनर्जी चाहिन्छ, रिक्वायर्ड हुन्छ। यसलाई जेनरली नर्मल्ली यसले रिएक्सन कसैसँग गर्दैन, त्यसले यसलाई के भन्छ केमिकल्ली इनएक्टिभ भन्छ। एक्जिस्ट एज अ मोनो एटमिक ग्यास, यसले के गर्छ भनेपछि अरूसँग रिएक्सन गर्दैन, त्यसलाई मोनो एटमिक ग्यास पनि भन्ने गरिन्छ। त्यसपछि आउँछ पिरियड्स, हामीले अहिले ग्रुपको बारेमा पढ्यौँ। त्यसपछि आउँछ पिरियड्स। हरिजेन्टल रोज आर इन द पिरियोडिक टेबल आर कल्ड पिरियड्स। जुन हरिजेन्टल रोज थियो, हरिजेन्टल तेर्सो लाइनहरू जुन थियो नि,
पिरियोडिक टेबलमा, त्यसलाई के भन्छ पिरियड्स भन्छ। देयर आर 7 पिरियड्स। त्यसै गरी कतिवटा पिरियड्स छ त 7वटा पिरियड छ। एलिमेन्ट इन अ पिरियड ह्याभ सेम नम्बर अफ सेल्स। एउटा पिरियडमा भएको सबै एलिमेन्टको नम्बर अफ सेल सेम हुन्छ, सेम नम्बरको सेलहरू हुन्छ। त्यसपछि प्रोपर्टिज अफ एलिमेन्ट चेन्ज ग्रेजुअली फ्रम लेफ्ट टु राइट। लेफ्ट टु राइट जाँदा, लेफ्टदेखि राइट जाँदा के हुन्छ भनेपछि एलिमेन्टहरूको प्रोपर्टिजहरू ग्रेजुअली चेन्ज हुँदै जान्छ। ग्रुपमा डाउन द ग्रुप आउँदा माथि ग्रुपमा जाँदा सिमिलर प्रोपर्टिज हुन्छ भनेपछि के भन्छ पिरियड्समा अगाडि बढ्दै गर्दा हरेक एलिमेन्टको प्रोपर्टिजहरू डिफ्रेन्ट हुँदै जान्छ। पोजिसन अफ मेटल्स, नन मेटल्स एन्ड मेटलोइड। मैले अघि भने जस्तै मेटलहरू राइट के भन्छ लेफ्ट साइडमा हुन्छ, बिचमा चाहिँ ट्रान्जिसन मेटल नै भनौँ। त्यसपछि यहाँ बिचतिर यो यसरी जान्छ, यस्तो यस्तो भएर मेटलोइडहरू जान्छ र लास्टमा यहाँनिर चाहिँ के हुन्छ नन मेटल्सहरू हुन्छ। त मेटलहरू यहाँ हुन्छ, बिचमा के हुन्छ मेटलोइड र राइट साइडतिर चाहिँ के हुन्छ नन मेटल्स हुन्छ। मेटल लेफ्ट साइड एन्ड सेन्टर, लेफ्ट साइड र सेन्टरमा के हुन्छ मेटल्सहरू हुन्छ, अनि नन मेटल भनेको राइट साइडमा हुन्छ। त्यसपछि मेटलोइड भनेको जिगज्याग लाइन, यहाँनिर यस्तो लाइन बने हुन्छ, यस्तो लाइन बने हुन्छ यो प्याटर्नमा, बिचमा ट्रान्जिसन एलिमेन्टको यतातिर यस्तो लाइन बने हुन्छ, योमा चाहिँ के हुन्छ मेटलोइडहरू हुन्छ। बिट्विन के मेटल र नन मेटलमा के पर्छ मेटलोइडहरू पर्छ। त्यसपछि पोजिसन अफ इनर्ट ग्यास, इनर्ट ग्यास कहाँ पर्छ त लास्टमा, अहिले पढे जसरी लास्टमा हिलियम, नियोन, जेनन, रेडन भन्ने ग्यासहरू चाहिँ लास्टमा पर्छ होइन। इनर्ट ग्यास प्लेस इन 18th ग्रुप, लास्ट ग्रुपमा नोबेल ग्यासेसहरू हुन्छ। दे आर कम्प्लिटली फिल्ड भ्यालेन्स सेल, दे हेभ के कम्प्लिटली फिल्ड भ्यालेन्स सेल, भ्यालेन्स सेलमा एक पनि इलेक्ट्रोन कम हुँदैन, 8वटाको 8वटा फिल्ड भएको हुन्छ। त्यसपछि दे आर केमिकली इनेक्टिभ। पोजिसन अफ लेन्थेनाइट्स एन्ड एक्टिनाइट्स। लेन्थेनाइट्स र एक्टिनाइट्स भनेको त्यो एलिमेन्ट हो जो के भन्छ पिरियोडिक टेबलमा छुटो भएर बसेको छ, छुटो भएर बसेको छ नि, यहाँ जुन छुटो भएर बसेको छ नि रिसाएर हो, यसैलाई भनिन्छ लेन्थेनाइट्स र एक्टिनाइट्स हो त। यही हो लेन्थेनाइट्स र एक्टिनाइट्स। तल हुन्छ सेपरेटली एट द बटम अफ द टेबल। दे बिलोङ टु एफ ब्लक एलिमेन्ट, उनीहरू एफ ब्लक एलिमेन्टमा पर्छ। दिस अरेन्जमेन्ट किप्स द पिरियोडिक टेबल कम्प्याक्ट एन्ड सिस्टमेटिक। उनीहरूको तल राखेपछि पिरियोडिक टेबललाई सिस्टमेटिक बनाउन अझै धेरै सहयोग गर्छ। फर्मेसन अफ ब्लक। अब ब्लकहरू भने के हो त, ब्लक भने त्यही सबसेल, सबसेल कसरी फर्म भएको छ त, सबसेलको ब्लकहरू कहाँ छ त पिरियोडिक टेबलमा। एस ब्लक भनेको ग्रुप 1 र 2, सुरुमा जुन छ सुरुको 2वटा ग्रुप जुन छ नि यो भनेको एस ब्लक हो। यहाँ अलिक सेप बनाउँछु पिरियोडिक टेबलको, मोडर्न पिरियोडिक टेबलको सेप बनाउने कोसिस गर्छु। अब यो भनेको एस ब्लक, 2वटा ग्रुप हुन्छ यहाँ, अल्काली मेटल र अल्कालाइन अर्थ मेटल भनेको एस ब्लक भयो। एस सबसेल हुन्छ र इलेक्ट्रोनिक कन्फिगरेसनमा लास्टमा NS1 देखि 2 सम्म यहाँ हुन्छ। NS1 भनेको अल्काली मेटलको, NS2 भनेको अल्कालाइन अर्थ मेटलको के हुन्छ इलेक्ट्रोनिक कन्फिगरेसन हुन्छ। त्यसपछि आउँछ डी ब्लक। डी ब्लक भनेको बिचकोवाला, बिचको जुन ट्रान्जिसन एलिमेन्ट थियो नि सबैहरू डी ब्लकमा पर्छ। लास्ट इलेक्ट्रोन इन्टर्स N-1 डी सबसेलमा, यिनीहरूको लास्ट इलेक्ट्रोन चाहिँ इन्टर गर्छ। 3 to 12 ग्रुप 3 to 12 सबै डी ब्लकमा पर्छ। त्यसपछि हुन्छ पी ब्लक। पी ब्लक भनेको 13 to 18 जुन यता थियो नि नन मेटलोइड र नन मेटल्स, यो भनेको पी ब्लक होइन। यिनीहरूको जेनरल इलेक्ट्रोनिक कन्फिगरेसन भनेको NS2 NP1 to 6 हुन्छ। त्यसपछि आउँछ लास्टमा एफ ब्लक। अहिले भने जस्तै लेन्थेनाइट्स र एक्टिनाइट्स भनेको एफ ब्लकमा पर्छ। यिनीहरूको लास्ट इलेक्ट्रोन चाहिँ N-2 एफ सबसेलमा पर्छ, नन एज इनर ट्रान्जिसन एलिमेन्ट्स। पोजिसन अफ आइसोटप। आइसोटपहरू कहाँ राखिएको छ त मोडर्न पिरियोडिक टेबलमा। आइसोटप्स आर द एटम अफ द सेम एलिमेन्ट ह्याभिङ द सेम एटोमिक नम्बर बट डिफरेन्ट एटोमिक मासेस। यिनीहरूको मास एटोमिक मास सेम नम्बर हुन्छ र के हुन्छ एटोमिक मास चाहिँ डिफरेन्ट हुन्छ। जस्तो 1s1 1s2 1s3 छ नि, त्यो हाइड्रोजनको आइसोटप्सहरू हो त। त्यो हाइड्रोजनको आइसोटप्समा 1s1 1s2 1s3 छ नि, 3वटा आइसोटप्स छ हाइड्रोजनको जसको एटोमिक मास डिफरेन्ट छ। एकको 1s1 को 1 एटोमिक मास, 1s2 को 2 एटोमिक मास र 1s3 को 3 एटोमिक मास छ। एटोमिक नम्बर सेम, एटोमिक मास डिफरेन्ट भनेपछि आइसोटोप। त्यसपछि सिन्स द मोडर्न पिरियोडिक टेबल इज बेस्ड अन एटोमिक नम्बर, all the isotopes of element occupy the same position in periodic table. के मोडर्न पिरियोडिक टेबल एटोमिक नम्बरका आधारमा भएको हुनाले, के का आधारमा एटोमिक नम्बरका आधारमा भएको हुनाले सबै आइसोटोपहरू र एलिमेन्टहरू के गर्छ एउटै ठाउँमा अकुपाई गरेर बसेको हुन्छ। अब ट्रेन्ड्स पढ्ने, यो भनेको एक्जाममा अति आवश्यक अति इम्पोर्टेन्ट टपिक। SEE मा क्लासिफिकेसन अफ एलिमेन्टबाट सोध्ने भनेकै यही टपिक हो क्या। मेन इम्पोर्टेन्ट टपिक भनेको यही हो, ट्रेन्ड्स इन मोडर्न पिरियोडिक टेबल। त हामी यसलाई हेरौँ। मोडर्न पिरियोडिक टेबल arranges elements in order in increasing
एटमिक नम्बर मोडर्न पिरियडिक टेबलमा एटमहरू एलिमेन्ट्सहरू कसरी राखिएको छ त इन्क्रिजिङ एटमिक नम्बरको आधारमा राखिन्छ बिकज अफ दिस एरेन्जमेन्ट यसरी राख्दा के भयो भने चाहिँ मेनी प्रोपर्टिज सो रेगुलर ट्रेन्ड हुन्छ कि सेम कुरा फलो गरेको चाहिँ हरेक ग्रुपले हरेक के भन्छ पिरियड्सले फलो गरेको छ कि त्यही ट्रेन्ड यसरी राखेपछि त्यही ट्रेन्ड हामी अब पढ्न गएका छौँ त। अब ट्रेन्ड्स अफ एटमिक रेडियस एटमिक साइज बढ्दै जान्छ घट्दै जान्छ कसैको ठुलो कसैको सानो हुन्छ नि त एउटा ट्रेन्डमा छ के हो त कस्तो ट्रेन्डमा छ त हेरौँ त। एटमिक साइज मिन्स डिस्टेन्स फ्रम सेन्टर अफ न्युक्लियस अर आउटर मस्ट सेल न्युक्लियसबाट जति डिस्टेन्स छ नि त त्यसलाई के भन्छ एटमिक साइज भनिन्छ लास्ट सेलसम्मको डिस्टेन्स के न्युक्लियसदेखि लास्ट सेलसम्मको डिस्टेन्सलाई एटमिक साइज भनिन्छ त। एक्रस पिरियड अब पिरियडमा जाँदा लेफ्ट टु राइट जाने भनेपछि एटमिक साइज डिक्रिजेज। एटमिक साइज डिक्रिज किन हुन्छ भनेपछि न्युक्लियर चार्ज इन्क्रिज हुन्छ। जसो अब यहाँ हेर्ने भनेपछि हाइड्रोजन लिथियम बेरिलियम लिथियम छ नि लिथियमको साइज जुन छ लिथियममा जतिवटा सेल छ नि त्यतिवटै सेल बेरिलियम बोरन कार्बन नाइट्रोजन अक्सिजन फ्लोरिन नियनसम्म छ अनि यो सबैमा सेम नम्बर अफ सेल छ। तर लिथियममा प्रोटोनहरू कम छ बेरिलियममा बढी छ त्योभन्दा बढी बोरोनमा छ त्योभन्दा बढी कार्बनमा छ भनेपछि के हुन्छ न्युक्लियर चार्ज बढ्दै गएको छ सेलको सङ्ख्या सेम सेलको सङ्ख्या छ न्युक्लियर चार्ज बढ्दै गएको छ भनेपछि के गर्छ देन के भन्छ अपोजिट चार्जेस एट्र्याक्ट्स होइन पोजिटिभली नेगेटिभलाई तान्छ र सेम सेल भएको हुनाले के हुन्छ श्रिङ्क हुन्छ के हुन्छ साइजहरू घट्दै जान्छ। त्यसले त्यो पुलले गर्दा स्ट्रङ एट्र्याक्सनले गर्दा के हुन्छ त साइजहरू घट्दै जान्छ के लेफ्टदेखि राइट गएपछि के हुन्छ त साइजहरू घट्छ। जस्तै सोडियम इज बिगर देन म्याग्नेसियम इज बिगर देन एल्युमिनियम इज बिगर देन सिलिकन फस्फोरस यसरी गएको हुन्छ। यो एउटा इक्जाम्पल भयो अनि एक्स वाइ जेड इलिमेन्ट भनेर इक्जाममा सोध्न पनि सक्छ। हामी छिट्टै क्वेसनहरू पनि सल्भ गरेर आउनेछौँ। भिडियो लामो भयो घन्टाभन्दा पनि धेरैको भिडियो होला जस्तो छ। सो नेक्स्ट कुरा डाउन द ग्रुपमा तल आउने भनेपछि के हुन्छ भनेपछि एटमिक साइज इन्क्रिज हुन्छ। कसरी इन्क्रिज हुन्छ भनेपछि एटमिक साइज डाउन द ग्रुप आउने बेला एक सेलहरू एड हुँदै जान्छ चार्जको त फरक परेन सेलहरू बढ्दै जान्छ कि त्यहाँ सेलहरू बढ्दै गएपछि के हुन्छ भनेपछि न्युक्लियस र आउटरमोस्ट सेल बिचको डिस्टेन्स बढ्छ र त्यसले के गर्छ डाउन द ग्रुपमा एटमिक साइज बढ्छ। सिम्पल लेफ्ट टु राइट जाँदा घट्छ डाउन द ग्रुप बढ्छ। किन बढ्छ भनेपछि त्यही डाउन द ग्रुप सेलको सङ्ख्या थपिन्छ एक्रस द पिरियड सेलको सङ्ख्या सेम हुन्छ तर के भएको हुन्छ सेलको सङ्ख्या सेम हुन्छ पोजिटिभ चार्जहरू बढ्दै जान्छ न्युक्लियसमा अनि के गर्छ त्यसले एट्र्याक्ट गरेर सानो साइज बनाउँछ। त्यसपछि ट्रेन्ड अफ रिएक्टिभिटी अब मोलिक्युल्सहरू कसरी रिएक्ट गर्छ सरी कति रिएक्टिभ हुन्छ त इलिमेन्टहरू त्यो हेरौँ। रिएक्टिभिटी डिपेन्ड्स अपन हाउ इजिली एलिमेन्ट्स लुज अर गेन इलेक्ट्रोन। कुनै पनि एटमले कुनै पनि इलिमेन्टले कति छिटो इलेक्ट्रोन लुज गर्छ या गेन गर्छ त्यो कुरालाई के भन्छ भनेपछि रिएक्टिभिटी भनिन्छ। मेटलले एक्रस मेटल जुन छ मेटल जुन लेफ्ट साइडमा थियो नि त त्यो मेटलहरूमा हेर्ने भनेपछि रिएक्टिभिटी डिक्रिजेस एक्रस द पिरियडमा लेफ्ट टु राइट जाने मेटलको लागि मात्र है मेटलको लागि लेफ्ट टु राइट जाने भनेपछि रिएक्टिभिटी डिक्रिज हुन्छ। कसरी हुन्छ भनेपछि मेटल त इलेक्ट्रोन लुज गर्छ नि त इलेक्ट्रोन के भन्छ डोनेटिङ स्पेसिस हो नि त मेटल भनेको त सुरुको जुन छ नि लिथियमले के एउटा मात्र इलेक्ट्रोन डोनेट गर्नुपर्छ। त्यसपछि यहाँ आएपछि एक्रस द पिरियडमा आएपछि सोडियमतिरबाट जाउँ न सोडियम किनभने लिथियम पछि त नन मेटल नै आइहाल्छ। सोडियमले एक मात्र डोनेट गर्नुपर्छ तर म्याग्नेसियमले 2 डोनेट गर्नुपर्छ भनेपछि पुल गर्नेले पनि स्ट्रेन्थ लगाउला नि त। सोडियमले एक छोड्नलाई जति त्यो एनर्जी लिन्छ या नन मेटलले पुल गर्नलाई जति एनर्जी चाहियो नि त तर 2 गर्नलाई त्योभन्दा धेरै जान्छ नि त। जसो एक मान्छेलाई तान्न सजिलो कि 2 मान्छेलाई तान्न सजिलो एक अभियसली त इलेक्ट्रोनको सङ्ख्या बढ्दै गएको हुनाले मेटलको लागि त्यसले किनभने लुज गर्छ नि त सो मेटलको लागि डिक्रिज हुन्छ रिएक्टिभिटी अनि डाउन द पिरियड चाहिँ इन्क्रिज भएर आउँछ। डाउन द पिरियड इन्क्रिज भएर कसरी आउँछ भनेपछि जति टाढा हुन्छ नि एटम न्युक्लियसबाट जति टाढा भयो नि त त्यति सजिलो हुन्छ कि किनभने एट्र्याक्सन कम हुन्छ न्युक्लियर एट्र्याक्सन न्युक्लियस र अर्बिटको डिस्टेन्स बढ्ने भनेपछि कम हुन्छ। सो जति टाढा छ त्यति सजिलो हुन्छ इलेक्ट्रोन डोनेट गर्न सो द्याट डाउन द पिरियड साइज बढ्छ त्यसैले इलेक्ट्रोन डोनेट गर्न सक्छ छिटो सक्छ। अनि एक्रस द पिरियड चाहिँ के हुन्छ साइज घट्या हुन्छ अनि के हुन्छ इलेक्ट्रोनको सङ्ख्या बढ्दै पनि जान्छ त्यसैले गर्दा रिएक्टिभिटी घट्छ फर मेटल्स। अनि फर नन मेटल्स एक्रस द पिरियड इन्क्रिजेस ठ्याक्क उल्टा मेटलको ठ्याक्क उल्टा नन मेटलमा हुन्छ। किन भनेपछि यसले त के गर्छ
यसले त इलेक्ट्रोन पुल गर्नु छ, साइज सानो सानो हुँदै जान्छ लेफ्ट टु राइट हैन, लेफ्ट टु राइट साइज सानो सानो हुँदै जान्छ, जति साइज सानो त्यति पुल गर्न सक्छ र पुल गर्नुपर्ने इलेक्ट्रोनको सङ्ख्या पनि घट्दै जान्छ। सुरुमा 4 इलेक्ट्रोन पुल गर्नुपर्ने, त्यसपछि 3 2 1 0 भनेपछि हेलोजन ग्रुपले 1 मात्र पुल गर्छ, त्यसपछि अक्सिजन फ्यामिलीले 2 इलेक्ट्रोन पुल गर्नुपर्छ भनेपछि इलेक्ट्रोन पुल गर्नेको सङ्ख्या कम हुन्छ र साइज पनि सानो सानो हुँदै जान्छ, डिस्टेन्स घट्दै जान्छ। डिस्टेन्स घटेपछि सजिलै तान्न सक्छ एक्रस द पिरियड्स। अनि डाउन द ग्रुप हेर्ने भने चाहिँ डाउन द ग्रुप साइज बढाएको छ, साइज पनि बढाएको छ, तान्न पनि गाह्रो हुन्छ, साइज बढेपछि तान्न गाह्रो, टाढाबाट तान्न अलिक धेरै एनर्जी चाहिएको हुनाले डाउन द ग्रुप चाहिँ रिएक्टिभिटी नन मेटलको घटेर आउँछ। त्यसपछि ट्रेन्ड अफ इलेक्ट्रोपोजिटिभिटी। इलेक्ट्रोपोजिटिभिटी भने के हो त? इलेक्ट्रोपोजिटिभिटी ट्रेन्ड अफ एलिमेन्ट लुज इलेक्ट्रोन फ्रम पोजिटिभ आयन्स। इलेक्ट्रोन लुज गर्ने प्रोपर्टी भनेको के हो? इलेक्ट्रोपोजिटिभिटी हो। एक्रस पिरियड इलेक्ट्रोपोजिटिभिटी डिक्रिज। इलेक्ट्रोन लुज गर्नुपर्छ, यहाँदेखि यहाँ इलेक्ट्रोन लुज गर्नुपर्छ त इलेक्ट्रोन लुज गर्ने टेन्डेन्सी लेफ्ट टु राइट घटेर आउँछ, किनभने सुरुमा एक मात्र इलेक्ट्रोन लुज गर्नुपर्छ, त्यसपछि 2 3 4 5 6 7 गरेर इलेक्ट्रोन लुज गर्नुपर्ने सङ्ख्या बढेको हुनाले पिरियड्समा के हुन्छ एक्रस पिरियड इलेक्ट्रोपोजिटिभिटी भनेको इलेक्ट्रोन लुज गर्ने, इलेक्ट्रोन दिने त्यो टेन्डेन्सी घट्दै आउँछ र डाउन द ग्रुप बढ्दै आउँछ, किनभने साइज बढ्छ, साइज बढेपछि एट्र्याक्सन कम हुन्छ, एट्र्याक्सन कम भएपछि सजिलै भ्यालेन्स सेलमा भएको इलेक्ट्रोन सजिलै डोनेट हुन्छ। त्यसपछि इलेक्ट्रोनेगेटिभिटी। इलेक्ट्रोनेगेटिभिटी पुल गर्ने टेन्डेन्सी, पुल गर्ने टेन्डेन्सी, इलेक्ट्रोनलाई पुल गर्ने टेन्डेन्सी त के हुन्छ भनेपछि एक्रस द पिरियड्स के होला त? अब ठ्याक्क उल्टा इलेक्ट्रोपोजिटिभिटीको एक्रस पिरियड्स इन्क्रिज हुन्छ, पिरियडमा इन्क्रिज हुन्छ, किनभनेपछि इलेक्ट्रोन पुल गर्नुपर्ने छ। अब सोडियमलाई हेर्नु भनेपछि उसले पुल गर्नु पर्यो, सोडियमले डोनेट होइन पुल गर्नु पर्यो भनेपछि साँच्चै खासमा त मेटल इलेक्ट्रोनेगेटिभ हुँदैन, त्यहाँ नन मेटल मात्र हुन्छ। नन मेटलमा हेर्ने भनेपछि पनि 4 इलेक्ट्रोन तान्न सजिलो कि 3 कि 2 कि 1 कि 0 भनेपछि इलेक्ट्रोन जति जति कम हुन्छ नि त पुल गर्नुपर्ने त्यति त्यति इलेक्ट्रोनेगेटिभिटी बढी हुन्छ। त्यसैले सबभन्दा बढी इलेक्ट्रोनेगेटिभ एलिमेन्ट भनेको त्यहाँ हेलोजन ग्रुप हो। हेलोजन ग्रुपमा के हुन्छ? सबभन्दा कम इलेक्ट्रोन तान्नुपर्ने हुन्छ, एउटा मात्र इलेक्ट्रोन तान्नुपर्ने हुन्छ, त्यसैले त्यसभन्दा बढी इलेक्ट्रोनेगेटिभ हुन्छ। एक्रस पिरियड चाहिँ के हुन्छ? इन्क्रिज हुँदै जान्छ र डाउन द ग्रुप डिक्रिज हुँदै जान्छ इलेक्ट्रोन तान्न सक्ने क्षमता। ओके, सबै एटमिक साइजमा डिपेन्डेन्ट छ के, साइज घटेर जाँदैछ त त्यही अनुसारको चेन्जेस भइरहेछ, साइज बढेर आउँदा त्यही अनुसारको चेन्जेस भइरहेछ कि त्यही एटमिक साइजमा डिपेन्डेन्ट छ कि सबै कुराहरू। त्यसपछि भ्यालेन्सीको टेन्डेन्सी एक्रस पिरियड भ्यालेन्सी के हुन्छ? इन्क्रिज हुँदै जान्छ 4 सम्म, त्यसपछि डिक्रिज हुन्छ 0 सम्म, 1 2 3 4 4 1 3 2 1 यसरी घट्दै बढ्दै जान्छ। डाउन द ग्रुपमा भ्यालेन्सी रिमेन्स सेम, किनभने चाहिँ सेम ग्रुपमा सेम भ्यालेन्स हो, किनभने चाहिँ लास्ट सेलको इलेक्ट्रोनहरू सेम हुन्छ। सो क्विक समरी हेर्ने भनेपछि यहाँ चार्ट बनाइदिएको छु, मैले धेरै एक्सप्लेन गर्दा सायद कन्फ्युज भयो होला होइन, यो मैले एउटा समरी चार्ट राखिदिएको छु। साइज डिक्रिज हुन्छ एक्रस पिरियड, डाउन द ग्रुप इन्क्रिज हुन्छ, रिएक्टिभिटी अफ मेटल डिक्रिज across the period, increase down the group, reactivity of non-metal increase across period, decrease down the group, electropositivity decrease across periods, increase down the group, electronegativity increases across period, decreases down the group, valency across periods 4 1 देखि 4 सम्म जान्छ र 4 देखि 0 सम्म हुन्छ, down the group सबैको सेम हुन्छ constant. So this much for today. भिडियो धेरै लामो भयो, so because this chapter is too much long, धेरै लामो च्याप्टर, त्यसैले के भन्छ टाइम धेरै भयो, धेरै लामो क्लास पनि भयो। आज हामीले क्वेसन गर्न भ्याएनौँ एन्ड आई प्रमिस क्वेसनहरू हामी गर्ने नै छौँ नेक्स्ट भिडियोमा, या हामी नेक्स्टचोटि आउँदा क्वेसनहरू यो च्याप्टरबाट जति पनि एसईको लागि इम्पोर्टेन्ट क्वेसन छ त्यो क्वेसनलाई ल्याएर हामी हजुरमाझ प्रस्तुत हुने नै छौँ भन्ने आशा दिलाउँदै हजुरहरूको एसई राम्रो होस् भनेर बेस्ट अफ लक दिँदै शुभ एकाडेमीलाई फलो गर्नुहोला, सब्सक्राइब गर्नुहोला। वी आर अल्सो बिगिनर्स, यु आर अल्सो न्यू टु एसई, सो लेट्स crack it together. Okay, fine. This is Vasudev Shetri signing off.